क्लास छ साथीहरू अनि मेरो साथीहरूको त्यस्तो छ भने यस्तो हाई गर न हाई गर हाई गाइस यस्तो छ मेरो साथीहरू जस्तो त्यस्तै जस्तै यहाँ चाहिँ हाम्रो के अब एकछिन देखाउँछौँ हामी आज हामी चटपटे खाने पैसा छैन होइन पैसा छैन अरे दुखी भयो यस्तो छ अनि पछाडि हाम्रो कलेज दुईजना आउँदैछ हाम्रो दुईवटा साथी चाहिँ त हल्लिँदै आउँदैछ हाई हाई गर्दै होइन पानी र चम्चा लिएर एउटा चाहिँ त्यहीबाट हाल्नु खोज्दैछ यस्तै छ साथीहरू दिनुभयो यिनीहरूले चम्ची र पानी लिएर आउँदैछ गाइस घरबाट ल्याउन बिर्सेर हाम्रो खानेकुराहरू देख्न सक्नुहुन्छ गाइस त्यहाँ छ एउटा अनि यहाँ छ लिएको छ त हौ चम्ची फाइट गर्नु खोज्दैछ यहाँ होइन अब हामी यस्तो बनाएर खान्छौँ यहाँ गर म यहाँ भिडियो भ्लग बनाउँदैछु भरे आउँछ युट्युबमा अनि हामी चाहिँ यहाँ पाँचैजना भेला भइसक्यौँ अब यहाँ बनाउँछ यिनीहरूले फटाफट गाइस हाम्रो चाहिँ यहाँ चटपटे बनिँदैछ अनि यहाँ छ कोहीले चाहिँ बनाउँदा मुख पनि लगाइसक्यो सघाउन यहाँ मुस्तै छौँ हामी चाहिँ अन्धकार भयोलाई हामी चाहिँ हामी चाहिँ साथीहरू हामीले चाहिँ पालेदैले खाता खानु दिनु भएन हामी चाहिँ क्लासमा आइपुगिसकेको छौँ अनि हामीले चाहिँ क्लासमै बोकेर ल्याएको छौँ होइन यति छ अब बाँकी यस्तो फोनमा के साथीहरू हामी चाहिँ खाएर अनि गरेर म चाहिँ यतातिर लाग्दैछु काममा जानुपर्ने हुन्छ नि त हिजो त एक्लै थियो आज चाहिँ साथी पनि आएको छ यस्तो हिँड्दैछ मस्त जग्गामा हामी चाहिँ हिँड्दै कोठा पुग्नु धेरै टाइम लाग्छ त्यही भएर त्यसैमा हिँड्नुपर्छ अनि कोठामा गएर काममा जानुपर्ने छ गाइजहरू म चाहिँ यस्तै छ गाइज अनि यतिखेर यस्तो गर्मी छ कि मलाई त पाहाडमा ओभर गर्मी भएको जति अहिले नै यहाँ भइरहेको छ होइन अब पछि मैले कसरी कटाउनु पर्ने हो दिनहरू मलाई थाहा छैन यस्तो गर्मी छ नि मलाई रुनु मन लाग्छ गर्मी भएको देख्दा हामी चाहिँ आधी बाटो आइसक्यौँ अनि यो माथि देख्नुहुन्छ आँपको बोट यहाँ चाहिँ आँप अस्ति धेरै थियो असिना र हावाले सब झारेर एउटा राखेको भइरहेको छ यसरी भिडियो बनाउँदै हिँड्नु चाहिँ मलाई पनि लाज लाग्छ लाग्नु चाहिँ होइन तर पनि म निरन्तरता दिन्छु म बाध्यताले भन्दा पनि किन लजाउनु भन्ने हिसाबले बनाइरहेको छु होइन गाइस त्यसरी पुरै हेर मस्किँदै हिँड्दै चाहिँ मस्किँदै अहिले हेर्नु यस्तो घाम लागेको छैन घाम नलाग्दा नि गर्मी छ त नि साथीहरू हामी चाहिँ मेन रोड पुग्नु आँटेको होइन मैले चाहिँ यहाँ फुल पनि सिलिसकेँ अघि टिपेर अनि अब मेन रोड क्रस गर्नुपर्ने हुन्छ यस्तो खुट्टा काम छ कि यस्तो डर लाग्छ कि हामी यहाँ बसेको कस्तो 3-4 महिना भइसक्यो तर पनि बानी भएन क्या यस्तो रोड क्रस गर्न खुट्टा कामेर खुट्टा हड्डी हाँसेर आउँछ भने जस्तै भएको छ होइन पुरै हिरो नि पारा आउँछ यहाँ मान्छेहरू यहाँदेखि त रोड क्रस गर्नुपर्छ मेरो फोनमा कस्तो हरियार आएको पछाडि त यस्तो छिटो हिँड्दा पनि हामीलाई आधी घन्टा चाहिँ लाग्छ क्या कलेजबाट घर हिँड्दै पुग्नु
खुट्टा दुखिसक्यो हामी एक ठाउँ अब नबिस्ती सुरु हिँडेको छ तर पनि यत्रो टाइम लाग्छ कि आइसक्यो त्योहरू मेन रोड चाहिँ यहाँबाट ठुलो घर देखेको यतापट्टि हो तर हामी यहाँदेखि चाहिँ क्रस गर्दिनँ कि अलिक माथिबाट यहाँ किनभने यहाँ धेरै घटनाहरू घट्नु खोजेको छ क्या यो रोडमा त्यही भएर हामी चाहिँ अलिक माथिबाट पर्छौँ यस्तो छ होइन इटरीको मौसम घाम नलागे पनि गरम छ है गरम हामी चाहिँ रोड क्रस गर्ने ठाउँ पनि कटिसकेको हामी चाहिँ अलिक माथि हाम्रोङ जाने अलिक माथितिरबाट पर्छौँ होइन यस्तो छ त्योहरू यो चाहिँ मेन रोड है इटरीको इटरी खलगडा चोकको मेन रोड हो आज हो मेरो फर्स्टचोटि कलेजको भ्लग हो त्यो साथीहरू अनि हामी रोड क्रस गर्ने ठाउँ आउनु आँट्यो होइन दिपेन्द्र मार्ग त्यही आउनु आँट्यो अनि चाहिँ गर्मीले होइन जोक भइरहेको छ कि हिँडेको साथीहरू हामी चाहिँ यहाँबाट रोड क्रस गर्नुपर्ने यहाँ चाहिँ रहेको छ हाम्रो बिर्सौनी क्याफे गाइजहरू बल्ल हामीले यो रोड क्रस गऱ्यौँ होइन मुटु काँडिरहेको छ अनि अब चाहिँ हामी कोठा पुग्न आँटेको बाई बाई गाइज आजको लागि चाहिँ यति नै